सेन्ट्रिपेटल फोर्स र सेन्ट्रिफ्युगल फोर्स। यो हामी बुझिसक्यौ? बुझिसक्यौ हो? ल राजु यता हो। भन त सेन्ट्रिपेटल फोर्स र सेन्ट्रिफ्युगल फोर्स के हो? यता सबैलाई कुनै पनि वस्तु यदि सर्कुलर मोसनमा छ र सेन्टरको बल बाहिरतिर लागिरहेको छ भने त्यसलाई सेन्ट्रिफ्युगल फोर्स भनिन्छ। भेरी गुड। र भन्ने बाहिरदेखि सेन्टरतिर लाग्ने बललाई सेन्ट्रिपेटल फोर्स भनिन्छ। हो एकदम राम्रो आयो है। कुनै पनि वस्तु एकदम राम्रो भाइले भनेको कुनै पनि वस्तु यदि सर्कुलर मोसनमा छ है सेन्ट्रिपेटल फोर्स र सेन्ट्रिफ्युगल फोर्स हुनको लागि के हुनुपर्छ? सर्कुलर मोसन हुनुपर्छ। त सेन्टरदेखि बाहिरतिर लाग्ने बललाई के भन्छ हामीले? सेन्ट्रिफ्युगल फोर्स। र बाहिरदेखि सेन्टरतिर लाग्ने बललाई के भन्छ हामीले? सेन्ट्रिपेटल फोर्स। ल जस्तै तिमीहरूले हेरेको होला है धेरै मौतको कुवाहरू हेरेको होला तिमीहरूले मोटरसाइकलहरू के गर्छ? सिधै चलाउँछ हुई गर्छ है, मान्छे फस्दैन है। त्यो हाम्रो केले गर्दा भएको हो? सेन्ट्रिफ्युगल र सेन्ट्रिपेटल फोर्सले गर्दा भएको। ल भाइ बस। अब यसलाई है अब सुन है। ओइ अब सर यो बल कसरी लाग्छ बाहिरतिर त है? अब हामी यहाँ पढेका छौँ इट इज द रियल फोर्स, इट इज द इल्युजन फोर्स। यो वास्तविक फोर्स हो, यो के हो रे? इल्युजन हो, एउटा भ्रम जस्तो बल हो यो है, इमेजिनरी बल हो। र यो बल के हो रे? रियल बल हो। के हो रे? रियल फोर्स। यो हाम्रो ग्रेभिटीको कारणले गर्दाखेरि, सब्सटेन्सनको कारणले गर्दाखेरि, फ्रिक्सनको कारणले गर्दाखेरि के हुन्छ? यो बल हाम्रो लाग्ने गरिन्छ। कुरा बुझेको बुझेन? यसलाई हामीले प्र्याक्टिकली बुझौँ। जस्तै अब मैले के भने अब यो तिनीहरूको अगाडिमै पनि बनाएको हो। अब केही थिएन, डस्टरलाई नै प्रयोग गरिहालेँ होइन। अब जुन कुरा हाम्रो वरिपरि हुन्छ त्यसैलाई प्रयोग गरेर कुनै पनि काम गर्नु नै हाम्रो त्यो साइन्स हो। साइन्स भनेको त एक्सपेरिमेन्ट गर्ने हो। अब यो वस्तु छ, अब के भनेको छ? यदि कुनै पनि वस्तु सर्कुलर मोसनमा हुन्छ भने के हुन्छ रे? बल के हुन्छ रे? बाहिरतिर लाग्छ। त्यसलाई के भन्छ हामीले? सेन्ट्रिफ्युगल फोर्स। अब हेर यो वस्तु छ है, छ कि छैन? यसलाई बाहिर माथि उठाउनु छ। कसले उठाउन सक्छ है? यसलाई माथि उठाउनु छ। ल उठाउ त। यसलाई नछोइकन है, यसलाई नछोइकन। भएन त्यो त्यसलाई नछोइकन भएन। अरू कहिले ट्राई गर्छ? ल आऊ। यसलाई छुनु छैन क्या, यो पाइपलाई मात्र छुएर यो यसलाई नै माथि लाग्नु छ। ल यो भयो ल है, हामी ट्राई गरौँ है। अहिले सेन्ट्रिपेटल फोर्स पढेको हो, बाहिरतिर लागेको। अब हेर यसलाई म सर्कुलर मोसनमा घुमाउँछु। के माना? अब हेर्नु यो आफै माथि आउँछ। आएको छैन? मैले केही गरेको केही पनि छोएको छैन। यहाँ छ माथि आएको हो। यसलाई के भन्छ हामीले? है बाहिरतिर लाग्ने बल है। यसलाई अर्को तरिकाले हामी बुझौँ है। जस्तै यो गिलास छ। अब हेर तिमीहरूलाई जादु फेरि देखाउँछु आज। अलिक पानी ल्याएर भाइ। यो पानी नै हो, अरू पनि केही छैन। हेर यसमा मैले पानी हालिदिएँ। ल अलि मैले यसमा पानी हालिदिएँ। अब हेर यो एक बुन्द पानी पनि झर्दैन यसबाट। हेर यसलाई मैले यसरी राखिदिएँ। यो किन भएको हो सर? अब तिमीहरूले भन्नुलाई केही चिप्काउने छ है? छैन केही चिप्काउने, यहाँ छैन कुनै केही कुरा हो। तिमीहरूले के गर्छ? तपाईँ फेरि जादु देखाउनुहुन्छ। यो सबै साइन्स हो। के हो रे? साइन्स। ल ठीक छ? ल है यसलाई पहिला के गर्ने हामीले?
इनर्सिया है पहिला इनर्सिया क्रिएट गर्दिने है अलि इजी हुन्छ इनर्सिया क्रिएट गर्ने